दर्शक महानुभावहरू यति बेला भने अस्ति भर्खरै चाहिँ कोकाको जङ्गलमा डडेलो लगाएको भनेर मेयर साम्पाङले एउटा भिडियो पोस्ट गर्नुभएको थियो। फाइनली वेलकम ब्याक टु द माई न्यू ब्लग। अनि आज चाहिँ के भयो भने यहाँ अस्ति जुन हाम्रो त्यो हर्पसाम्पाङको पाइप डढाउने त्यो भनेर एउटा भएको थियो। उहाँलाई हाम्रो दुश्मन हाम्रो मेरो बाबाको दाइ पर्छ, मेरो ठुलो बाबाको जस्तै हाम्रो राईबाट छ, देवा भन्छ के भन्छ। उहाँलाई चाहिँ जेल त के भनौँ, पुलिसलाई बोलाएर केही त्यो बेङ्गाटे डढाएको न्युमा आगो लगाइदिएर पाइपमा त्यस्तो भन्ने न्युमा मतलब त्यस्तो भएर चाहिँ पुलिसलाई बोलाएर पठाइदिनु भएको रहेछ। त्यही छलफल भएको थियो भिडियो, फुल भिडियो हेर्नु होला हजुरहरू। म चाहिँ अघि जाँदा चाहिँ बनाएन क्या, मैले त्यस्तो सोचेको थिएन। अहिले गएर हेरेँ, कुरा सुनेँ, त्यहाँ सुन्नुहोस्, तपाईँहरूले पनि हेर्नुहोस् होइन। अब पत्रकारसँग कसरी त्यहाँ अब भयो त्यस्तो भयो भनेर, त्यसरी म चाहिँ अहिले घर फर्किँदैछु। यस्तै हो, गाह्रो छ नेपालमा जे गर्नु पनि। उहाँहरू चाहिँ कहाँको पत्रकार चाहिँ मलाई थाहा भएन, भने चाहिँ पत्रकारै हुनुहुन्थ्यो, तर कुन पत्रकार कहाँको हुनुहुन्थ्यो चाहिँ मलाई थाहा भएन क्या। अहिले चाहिँ म घर फर्किँदैछु, लास्ट भोक लागिसक्यो क्या गाइस। भोक लागेर चाहिँ अब गएर खानासाना खान्छु, अनि त्यसपछि सुत्छु। अनि फेरि काम जानुपर्छ। धेरै पछि मैले भिडियो हालेँ। अस्ति मैले पाइप डढाएको न्युको त्यो मतलब त्यस्तो पनि हाल्नु खोजेको थिएँ, तर म गइनँ, जानु लागेर लगाएछ चाहिँ म घर आइपुगेछु। हस् त, भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। नमस्कार दर्शक महानुभावहरू, यति बेला भने अस्ति भर्खरै चाहिँ कोकाको जङ्गलमा डडेलो लगाएको भनेर मेयर साम्पाङले एउटा भिडियो पोस्ट गर्नुभएको थियो र उहाँलाई पुलिस बोलाएर पनि पक्राउ गरेर अनुसन्धानको लागि पठाइएको थियो। अनुसन्धानपछि यति बेला उहाँ घरमा हुनुहुन्छ। खास कुरा के भएको थियो, त्यहाँनिर चाहिँ डडेलो लगाउने नै नियत थियो या के थियो, त्यहाँनिरको अवस्था के थियो भन्ने बारेमा स्वयं उहाँसँग नै कुराकानी गर्न आएको छु र यहाँका प्रत्यक्षदर्शी गाउँलेहरूसँग पनि कुराकानी गर्नेछु। यो बारेमा अन्तिमसम्म भिडियो हेरेर साथ दिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। दाइ नमस्कार, यहाँलाई स्वागत छ। नमस्कार। आरामै हुनुहुन्छ? हजुर, एकदम। हजुरको परिचय बताइदिनु न। नाम? मेरो टिकबहादुर राई हो। टिकबहादुर टिकबहादुर राई, बुढा क्षेत्र 1 कटहरे। हाम्रो वडा नम्बर चाहिँ वडा 1 कटहरे भनेको बरा क्षेत्र नगरपालिका हो। हजुर, ठ्याक्कै भनिदिनुहोस् त, त्यो दिन चाहिँ तपाईँलाई डडेलो लगाउँदै गरेको अवस्थामा भेटियो अनि चाहिँ अनुसन्धानको लागि पक्राउ गरेर चाहिँ इलाका प्रहरी कार्यालय धरान पठाइएको थियो कि इलाका प्रहरी यता कता चगरहट्टी इलाका प्रहरी कार्यालय चगरघट्टी पठाइएको थियो। खासमा तपाईँले चाहिँ त्यति बेला चाहिँ के भनेको थियो सामाजिक सञ्जालमा भन्दाखेरि चाहिँ त्यो जङ्गलमा डडेलो लगाइरहेको भेटियो भनेर भनेको थियो। खास के भएको थियो भन्नु त? खास चाहिँ मैले अब घाँस झार्ने क्रममा ब्यागे भन्ने त सबैलाई थाहै होला, कमिलाको प्रजाति। त्यो घाँस झार्नु पनि दिएन मैले। अब घाँस चाहिँ झारेँ होइन, तर तल छिमल्नु पनि दिएन। त्यही भएर मैले चाहिँ अब तल त्यो घाँस झरेको ठाउँमा मैले पत्कर, एउटा मेरो भाइको छोरी थियो, बाउ छोरी गएका थियौँ। अनि बाउ छोरीले नै छोरीलाई पनि उताबाट तैँले पत्ता भेला पार, म यताबाट भेला पार्छु, अनि भेला पारेर यसलाई यो कमिलालाई डढाउँ है भनेर हामीले त्यो पत्कर, हामीले त्यो कुनै पनि वन विनाश हुने सोचले हामीले मैले गरेको पनि होइन। त्यो एउटा कमिला डढाएको हो मैले। त्यसको एरिया पनि अब सबै अब तलबाट आउने प्रशासन सरहरूले पनि हेर्नु भएको छ होइन। अब हर्क साम्पाङले पनि खुद देखेकै छ होइन, त्यहाँ खुद कमिलै छ। तर मैले त्यो कुनै अनि त्यो मैले मारेर म त्यो आगो बालेर त्यो जुन त कमिला जलिसकेपछि चाहिँ मैले फेरि उता आगो जल्छ त्यो पत्करमा टिप्छ भनेर मैले त्यो बाउ छोरीले नै फेरि त्यो पत्कर भेला पारेर पन्साएर हामी अलिक तल घाँसमा गयौँ। त्यस्तै मेरो अब नेतै हो भने मैले त्यो वन विनाशै गर्ने मेरो नेत हो भने म त्यो त्यहाँ फेरि त्यो हर्क साम्पाङहरूले कस्तो भने मैले त्यो निभाइराखेर म उँधो गएँ। उँधो जाँदाखेरि त्यो अलिअलि अब त्यो दाउराहरू बलेकोमा अलिअलि धुवा आइरहेको थियो। त्यही देखेर त्यो हर्क साम्पाङको मान्छेहरू आएको पनि मैले देखेको थिएँ। तर
म चाहिँ अब त्यो आगो निभिसक्यो उनीहरूले त्यो अलिअलि त्यो रहेकोहरू निभाउँदै होला भनेर म चाहिँ अब आएँ। म त्यस्तो नेदो भने म त्यहीँ आउँदिनँ थिएँ नि त, म भाग्थेँ नि त होइन। तर म त्यस्तो सोचले त्यो आगो लगाएर वन विनाश गर्नुको लागि आगो लगाएको पनि होइन। त्यो हर्क साम्पाङले चाहिँ के आरोप लगाएको छ भने उसले पाइपमा आगो लाउने मान्छे पक्रियो भनेर चाहिँ उसले त्यस्तो लगाएको रहेछ होइन। अनि मुख छाडो भनेको छ हर्क साम्पाङले। तर मुख छाडेको भए त उसको त्यत्रो उसको मान्छेहरूले पुरा क्यामेरा घुमाइरहेछ नि, त्यसमा हुनुपर्ने नि त, त्यो छैन। तर हर्क साम्पाङले भनेको छ त्यो मान्छेले मुख छाडेको छ भनेको छ। तर मैले त्यस्तो उसको पाइपलाई डढाउनु नेतले पनि होइन, मैले वन विनाश गर्नको लागि नेतले पनि होइन। मैले चाहिँ सिर्फ त्यो ब्याङ्गेको गोला पोलेको हो होइन। त्यतिमा उसले अब हर्क साम्पाङले अब हाम्रो पनि छ नि त यहाँनिर अब वन उपभोक्ता समिति छ होइन। त्यति अब एउटा मेयर जस्तो मान्छेले उहाँले त बुझ्नुपर्ने हो नि त। गाउँमा कोही अब ठुलो बडा मान्छेहरू होलान्, कोही समितिहरू होलान् भनेर उहाँले त यसो गाउँको अब प्रतिनिधिलाई बोलाएर त उहाँले बुझाउनु सक्नुहुन्थ्यो नि त। डाइरेक्ट तल जिल्ला नै इनरुवा नै उहाँले फोन गर्ने उ त थिएन नि त। मैले कुनै वन विनाश गरेको छुइनँ, कुनै मेरो ठुलो कुनै इस्यु त थिए जस्तो लाग्दैन होइन। तर उहाँले त्यस्तो देख्नुभयो होइन, ठिकै छ। अब उहाँले पुऱ्याउनु लानुभयो, मेरो गल्ती चाहिँ त्यही हो होइन। मैले त आगो नलाउनु पर्ने थियो, त ब्याङ्गे नडढाउनु पर्ने थियो, तर डढाइहालेँ। तर मैले कुनै पनि त्यो वन विनाशको लागि गरेको होइन, मैले त्यही कमीलाई डढाएको मैले। त्यो तपाईँले चाहिँ घाँस झार्नु भएको थियो माथि रुखबाट। घाँस झार्नु माथि रुखमा चढिसकेपछि त्यो घाँसमा तपाईँले चाहिँ कमिला देख्नुभयो। हजुर। त्यो पछिकन घाँस झारिसकेपछि तपाईँले चाहिँ आगो लाउनुभयो कमिलालाई होइन। घाँस छिमलेर लाउनुभयो होला। अनि त्यो घाँस निकालिसकेपछि त तपाईँले कमिलालाई आगो नलाउन नि त हुन्थ्यो होला नि त। होइन, मलाई घाँसै छिमल्नै नदिएर मैले चाहिँ त्यो कमिला डढाएको हजुर। त्यो घाँस छिमल्नु दिएको भए त म किन कमिला डढाउँथेँ त। त्यो अब यत्रो यत्रो गोला थियो होइन। अब त्यो रुखमा चढिसक्यो, अब त्यो मैले चाहिँ अब त्यो कमिला पनि अब घाँस पनि अब त्यो कमिला डढाउँदाखेरि घाँस नपाउने होइन। त्यही भएर अब त्यो घाँसको लागि चढेको। अब कमिलाको गोला यत्रो यत्रो भएपछि त्यो पनि अब झार्नै पर्यो नि त। अनि झारेर म चाहिँ त्यो भुइँमा छरिएको हुनाले त्यो मलाई छिमल्न दिएन। त्यही भएर मैले चाहिँ त्यो कमिलालाई चाहिँ पोलेको। कमिलालाई पोल्नुभयो। अनि त्यो तपाईँले त्यो कमिलालाई पोल्दाखेरि त त्यो आगो त सधैँ फेरि जङ्गलतिर लाग्थ्यो होला नि। फेरि त्यसको नसरोस्, त्यो आगोहरू चाहिँ नबढोस् भनेर नसरोस् भनेर तपाईँले के उपाय लाउनु भएको थिएन? मैले उपाय त तपाईँको आगो लाउनु भन्दा पहिले मैले उपाय लाई वरि पनि पत्कर भेला पारी पोरी त्यो छोरीसँग उपाय चाहिँ के गर्नु भएको थियो? यस्तो तपाईँको उपाय कस्तो गरे भने त्यो पत्करलाई उता नटिपोस् आगोले भनेर त्यो पत्करलाई चाहिँ सोरेर एक ठाउँमा जम्मा पारेर चाहिँ आगो लगाएको हो। त्यो हामीलाई पनि थाहा छ नि त। अब त्यसरी आगो लगाएको भने त मलाई यहाँ गाउँको उपभोक्ताले मलाई मार्दैन नि त। मलाई पनि थाहा छ, म पनि यही गाउँको उपभोक्ता हो नि त। तर मैले त्यो वन विनाश गर्नको लागि त्यो ब्याङ्क डढाएको त होइन नि त। म त त्यो ब्याङ्केलाई पो पोलेको त। तर मैले त्यो वन विनाश गर्नको लागि आगो लगाएको होइन। हर्केको पाइप हो, हर्केले उसको पाइपको छेउमा मैले त्यसरी ब्याङ्क नै डढाएँ, उसको पाइपको छेउमा डढाएको भए मलाई त्यसो गर्नु पनि सुहाउँथ्यो होला होइन, चित्त बुझ्थ्यो होला। तर त्यो त्यहाँदेखि मैले त्यो ब्याङ्के डढाएदेखि त हर्केको पाइप त झन्डै 100-150 मिटरै तल थियो, टाढा थियो। होइन, त्यो आगो चाहिँ फैलिँदै गएर पनि त्यहाँ भेट्न सक्ने सम्भावना चाहिँ ठानेर चाहिँ तपाईँलाई त्यसो गर्नुभयो होला नि त। अब खोइ त्यो चाहिँ अब मैले नै अब आगो चाहिँ त्यो आगो निभिसकेकैसम्म बसेर गएको हो। तर त्यो अलिअलि धुवा आगोमा चाहिँ उहाँहरू आएर चाहिँ पानीले छेप्दै थिए होइन। तर त्यो त्यस्तो आगो नै सल्किने सम्भाव चाहिँ थिएन। ल ठिकै छ। अब त्यो आगो लगाउने, कमिला डढाउने, ब्याङ्के डढाउने कुरा त भइहाल्यो। अनि तुरुन्त पुलिस बोलाएर चाहिँ तपाईँले चाहिँ पुलिस बोलाउनुभन्दा अगाडि तपाईँले चाहिँ भन्नु भएन मैले यस्तो गरेको, यो मेरो पाइप जलाउने नियत होइन, यो विकासलाई चाहिँ विनाश गर्ने मेरो नियत होइन, मैले यस्तो गरेको हो भनेर तपाईँले भन्नु भएन होइन मेरो साथलाई? होइन भनेको मैले त्यहाँ ब्याङ्के पनि डढिरहेछ। उहाँले त्यति बेला के भन्नुभयो त? मान्नु भएन उहाँले? उहाँले भन्नुभयो कसले आगो लगायो भन्नु भएन। अनि मैले लगाएँ भने किन लगाएको भन्दाखेरि ब्याङ्के डढाएको हो भन। ब्याङ्के गोला त्यहीँ छ नि त, त्यो आगोमा त्यो जलेको त्यो ब्याङ्कको गोलाहरू त त्यहीँ छ। अनि भन्दाखेरि उहाँले मैले लगाएको हो भन्दाखेरि उहाँको त्यो मान्छेहरूलाई यो मान्छेलाई पक्रेर माथि रोडमा लगिहाल भनेर 2 जनाले पक्रेर मलाई माथि रोडमा ल्याए। बोल्नै पाउनु भएन त्यति बेला तपाईँले? होइन, अब बोल्नु त अब त्यति भनेपछि अब हर्क साम्पाङ त अब साइड लागिहाल्नु भयो, छेउमा आउनै भएन।
त्यतिखेर पनि उहाँ पनि अब आएर किन यस्तो गर्नु भएको किन यसरी गर्नुभएको त प्रत्यक्ष उहाँसँग पनि म पनि कुरा गर्थेँ होला नि त तर उहाँ साइड लागिहाल्नु बोल्नै चाहनु होला त्यति बेला बोल्नै चाहनु भएन उहाँ साइड लाग्नु भएको भएको त अनि तपाईँले त अनि छाडा छाडा बोल्नु भयो अरे मुख छोड्नु भयो अरे भन्ने कुरा पनि सुनियो होइन त्यही त हर्क साम्पाङले त्यस्तो चाहिँ भनेको छ होइन तर अब तपाईँहरूले पनि हेर्नुभयो होला नि त यो त्यो चाहिँ भनेपछि मेयर हर्क साम्पाङको आरोप हो तपाईँलाई त्यो चाहिँ आरोपै हो अब मैले मुख छाडेको भए त तपाईँको त्यत्रो मैले बोलेको अरू कुरा पनि छ नि त अनि त्यहाँनिर हुनुपर्ने नि त तपाईँहरूले पनि हेर्नुभयो होला मुख छाडेको अब नराम्रो शब्द बोलेको त तपाईँहरूले पनि सुन्नुभयो होला हेर्नुभयो होला मैले त सुनेको छैन अब हर्क साम्पाङले अब त्यही हो मुख छाड्यो भनेर चाहिँ अब भन्नुभएको छ होइन अब उहाँले चाहिँ पाइपमा आगो लगाउने मान्छे फेला परो भनेर चाहिँ उहाँले अब पुलिस प्रशासन बोलाउनु चाहिँ त्यो रहेछ क्या कारण चाहिँ हजुर अब तपाईँलाई पुलिसले पढे लगिसकेपछि पुलिसले के गर्यो के सोध्यो त्यहाँनिर तपाईँलाई शारीरिक मानसिक टर्चरहरू के भए अब पुलिसको कारवाहीहरू के रह्यो तपाईँलाई होइन म प्रहरी अब भाइहरूलाई सरहरूलाई म सल्युट गर्छु किनकि मैले उहाँहरूले त्यस्तो कुनै नराम्रो टर्चर पनि दिनु भएन अब उहाँहरू त अब ड्युटीमा अब उहाँहरूले आदेश अनुसार चल्नुपर्छ प्रहरी होइन उहाँहरू अब आदेश आयो उहाँहरू आउनुभयो मलाई त्यो त्यस्तो नराम्रो टर्चर त्यस्तो गाली गुलोज केही पनि गर्नु पनि भएन म उहाँलाई सल्युट गर्छु किनकि उहाँहरूले मलाई लगेर पनि अब महेन्द्रनगर पुर्याउनु भयो महेन्द्रनगर पुर्याएर उहाँले मलाई सही सलामतले राख्नुभयो होइन राम्रै त्यस्तो गाली गलोज त्यस्तो नराम्रो त्यस्तो तनाव केही पनि दिनु पनि भएन अब मेरो ठुलै गल्ती भए त उहाँले अब गर्नु पनि सक्नुहुन्थ्यो होला अन्तिममा तपाईँलाई प्रहरीले के भनेर छाड्यो लिखित गरायो के थियो के गरेर छाड्यो कि सम्झाइ बुझाइ गरेर छाड्यो कि के छ यताबाट मेलमिलाप गर्दाखेरि त अन्तिममा छुट्ने बेला त तपाईँको यता धरान उपमहानगरबाट नि मान्छे कोही आउनु भएको थियो कि के छ हजुर आएन उहाँहरू मलाई लाँदाखेरि चाहिँ 3 जना नगर प्रहरी पनि उता धरानकै होला जस्तो लाग्यो होइन अब धरानबाटै आउनु भएको थियो जस्तो लाग्यो 3 जना नगर प्रहरीहरू जानुभयो उहाँ बुझाइराख्नुभयो उहाँहरू पनि तर अब म चाहिँ यहाँको हाम्रो अब इलाकाको अब प्रहरीको गाडीमै मलाई चाहिँ लिएर जानुभयो होइन अनि अरू त धरान नगरको होला जस्तो लाग्यो होइन उहाँबाट पनि 3 जना आउनु भएको थियो अनि उहाँ जिम्मा दिइराख्नुभयो अनि उहाँहरू फर्किजानुभयो छुट्ने बेला चाहिँ के भयो त तपाईँको छुट्ने बेलामा तपाईँको अब हाम्रो के भयो भने यहाँबाट एउटा हाम्रो यहाँ वनोपभोक्ता समितिको एउटा अध्यक्ष भाइ आउनु भएको थियो अनि तल हाम्रो वडा अध्यक्ष आउनु भएको थियो अब उहाँहरूले कागज गर्नुभयो अनि कागजमा के थियो तपाईँलाई थाहा भएन है होइन त्यो चाहिँ थाहा भएन पुलिसले के भनेर सम्झाइ बुझाइ गर्यो तपाईँलाई कि केही पनि सोधेन होइन पुलिसले त अब सम्झाउनु भयो अब तपाईँले अब तपाईँको गल्ती छ तर अब तपाईँले नगर्नुपर्ने काम गर्नुभयो तर तपाईँको कुनै ठुलो इस्यु छैन कुनै ठुलो अब क्षति छैन आजसम्म प्रहरीले प्रहरीसँग नजिक हुनुभएको थिएन होला परेन अब नजिक त अब थुनामा बस्नु परेन त के जानुभयो अनि मेलमेल गरेर फर्किनु भयो एक बस्नु पर्यो के भयो 1 घन्टा चाहिँ बसियो भनौँ न 1 घन्टा बस्नु भयो होइन भित्र चाहिँ बसियो अब के ढाट्नु होइन 1 घन्टा बसियो अनि त्यहाँबाट यहाँबाट अब अलिक हाम्रो गाउँको अब भाइहरूले सबैले दुःख पाए होइन अब यहाँबाट अलिअलि अब तनाव आएपछि चाहिँ मलाई बाहिर निकालिदिइहाल्नु भयो ए प्रेसर आयो हजुर प्रेसर यहाँबाट आएपछि त्यहाँ आउनुभयो अब ठिकै छ अब छुट्नुभयो त्यसरी आउनुभयो अब फेरि त प्रहरीले तपाईँलाई बोलाएको छैन नि छैन एकैचोटि भयो भनेपछि अब हर्क साम्पाङलाई के भन्न चाहनुहुन्छ धरानका मेयरलाई जुन किसिमको घटना घट्यो अब उहाँले नबुझेर होला एकैचोटि चाहिँ प्रहरी बोलाएर या के थियो कसो थियो अब यति बेला चाहिँ तपाईँ छुट्टै राखिसक्नु भएको छ घरमा हुनुहुन्छ सामान्य जीवन चलिरहेको छ हाम्रो मेयर हर्क साम्पाङलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँलाई लागेको दुखेसो गुनासो उहाँप्रति के छ त अब हर्क साम्पाङलाई त हामीले के भन्नु त अब उहाँ हामी जस्तो अब नबुझ्ने मान्छे नजान्ने मान्छे होइन उहाँ त मेयर जस्तो मान्छे हो होइन उहाँले त अब बुझेर चाहिँ अब कारवाही गर्नुपर्ने हो होइन अब उहाँको अब अहमताले होला अब घमण्डले होला होइन अब यस्तो अब गर्नुभएको नभए त उहाँ त एउटा मेयर जस्तो मान्छेले त उहाँले त बुझ्नुपर्ने नि त होइन अब यहाँनिर नदिनु पर्ने थियो अब उहाँले अब उहाँ अब धरानको अब मेयर भएर नै उहाँले अब यस्तो गर्नु भएको होला जस्तो लाग्छ तर उहाँले अब ठिकै छ अब हामीले उहाँको श्रमदान पनि अब कति ठाउँबाट अब आए होइन अब हामी पनि यहाँबाट हाम्रो गाउँमा अब कति पाइपहरू बोकिसक्यौँ हामीले पनि कति सर्वदान खट्यौँ खटेर उहाँलाई सहयोग गरेका थियौँ
तर त्यो अब हर्क साम्पाङले त्यो नदेख्नु हुँदो रहेछ होइन। कतिपय ठाउँबाट अब सर्वदानमा खट्ने आउनेहरूलाई उहाँहरूलाई पनि अब यसरी नै हर्क साम्पाङले कुनै ठाउँ धरानमा आएर नै उहाँहरूले सानो गल्ती गर्नुभयो भने उहाँलाई पनि छोड्नु हुन्न रहेछ। हामी त यो गाउँको मान्छे हो नि त, नभए त उहाँले सोध्नुभयो तपाईँ कहाँको हो त, म यही गाउँको, उहाँले त नभए त यो गाउँको भनेपछि त गाउँको यसो ठुलो बडा मान्छेले प्रतिनिधिहरूलाई हाम्रो वडा यहीँ नै थियो होइन, वडा अध्यक्षले बोलाउनु सम्झाउनु सक्नुहुन्थ्यो होइन। तर उहाँले किन त एकैचोटि के अरे यिनीहरूलाई फोन गरेर उहीँबाट पढाउनु पर्ने काम के थियो त? म त तपाईँलाई चाहिँ हाम्रो हर्क साम्पाङले प्रहरी बोलाएर प्रहरीको जिम्मा लगाइदिएको चाहिँ तपाईँलाई चित्तै बुझेको छैन होइन? अब बुझ्नु पनि कसरी बुझ्नु त हौ सर? अब घाँसमा गएको मान्छेलाई अब 81 पक्राएर पुलिसको गाडीमा हालेर पठाउँदा कसले चित्त बुझ्छ त? अब मलाई त बुझेन अब मेरो यत्रो अब गाउँको भाइहरूलाई शुद्ध चित्त बुझेन होइन। ल मैले त गल्ती गरेँ, आगो लगाएँ, ल त्यो ब्याङ्के डढाउँदाखेरि ल आगो बालेँ, मलाई त ल अब लगो, अब मैले त ल त्यसमा मेरो गल्ती भयो, चित्त बुझाउँला होला। अब यत्रो भाइहरूलाई त चित्त बुझेको छैन भने मैले त झन् कसरी चित्त बुझाउनु त? ठिकै छ। भनेपछि अब अर्को प्रश्न सोध्न चाहन्छु। यो खेरा त अलि उता खेरा उता पुऱ्याइदिनु। खेदान एकछिन। आइज भाइ यता। पर्दैन, चारो पर्दैन। क्यामेरामा आइज भाइ। त्यहाँनिर रेकर्डिङ भइरहेको थियो नि होइन? ल ठिक छ। होइन पर्दैन, यति गर्न अप्ठ्यारो हुन्छ। आफै बन्द भयो भने मात्रै हो, आफै बन्द हो त हेर्नु। अब अर्को प्रश्नतिर जान्छु। अब यति बेला मेयर साम्पाङले धेरै प्रयास गरेर देश विदेशबाट सबैले सहयोग गरेर, इभन तपाईँहरूले पनि सहयोग गरेर धरान काकाकुल अवस्थामा भएको अवस्थामा यो चाहिँ डबल पाइप लगेर कोका पार्ट 1 र पार्ट 2 भाग 1 र भाग 2 गरेर पानी लगिराख्नु भएको छ। यति दुःख नै भएको छ वास्तवमा, हो कि होइन? देख्नु भएको छ। अनि ठिकै छ, त्यो कुरालाई हामीले अलिक छोडिदिएको छैन, यसमा पनि कुरा आउला फेरि। र यत्रो दुःख गरेर लगेको पानीको पाइप चाहिँ कोही बेला काटिदिने, डढेलो लगाइदिने जस्ता क्रियाकलाप गर्ने मान्छेहरू छन् नि, हो कि होइन? अब सकारात्मकतिर पनि जम्न थोरै होइन। यो भएको काममा त भएको भन्नु पऱ्यो नि, राम्रो त राम्रो भन्नु पऱ्यो नि होइन? अब यो त राम्रै छ नि, हो कि होइन? र त्यस्तो गर्ने, डढेलो लगाइदिने, पाइप काटिदिने मान्छेहरूलाई चाहिँ तपाईँ के भनेर सम्झाउन चाहनुहुन्छ? अब उहाँहरूलाई त खोइ मैले अब के भनेर सम्झाउनु त? अब उहाँहरूको पनि अब त्यस्तै होला। अब यस्तै अब हामीलाई जसरी अब हर्क साम्पाङले जसरी हामीलाई अब घाँस काट्दा पक्रिनुहुन्छ, अलिकति ब्याङ्गे डढाउँदा पक्रिनुहुन्छ, उहाँलाई पनि त्यस्तै गर्नु भएको थियो भनेपछि रिसिभी सालेको जस्तो भयो होइन? अब त्यस्तै गर्नुहुन्छ होला, उहाँहरूसँग पनि त्यही भाषाले बोल्नुहुन्छ होला, त्यही पाराले तर्साउनुहुन्छ होला। त्यही भएर चाहिँ उहाँहरूको पनि अब रिसिभीले त्यस्तो, तर मैले त रिसिभीले गरेको होइन नि त। होइन, तपाईँको भनाइ चाहिँ के रह्यो भन्दाखेरि बुझ्दाखेरि चाहिँ हर्क साम्पाङ मेयरसँग रिसिभी भएका मान्छेहरूले गरेका होलान् भन्नु होला नि, हजुर त्यही होला भन्ने जस्तो लाग्छ है। अब किनकि अब धेरै ठाउँ अब यो अब चावाचामा अब पोहोर कि प्राकको साल पनि अब आगो लगाइदिए, तर अब त्यतिखेरको अब आगो लाउने पनि हर्क साम्पाङले सायद अब हाम्रै गाउँकोलाई कति अब भित्री मनले त सोच्नु भएको होला, तर हाम्रो गाउँमा त्यस्तो छैनौँ पनि। त्यही अस्ति मैले ब्याङ्के डढाउँदाखेरि अब भेट्टाउनु भयो, अब उहाँले चाहिँ यिनीहरू हो भन्ने शङ्का गर्नु भयो होला होइन। तर हामी त्यस्तो अब सोध्दैनौँ न पनि, त्यस्तो गरेको पनि छैनौँ पनि। अब हर्क साम्पाङले चाहिँ अलिकति अब उहाँको अब हेर्ने दृष्टिकोणले चाहिँ अब त्यस्तो हेर्नुहुन्छ होला होइन। तर हामी चाहिँ त्यस्तो त्यो पाइप डढाइदिने, आगो लगाइदिने त्यस्तो हाम्रो त्यस्तो मन चाहिँ सोच चाहिँ छैन हाम्रो। छैन तर पनि अब जे भए पनि त्यो पाइप काटिदिने, डढेलो लगाएर पाइप डढाइदिने जस्ता गर्ने जसले गर्नु भएको छ त्यो गर्नु राम्रो चाहिँ होइन। त्यो राम्रो त होइन नि त, कसरी राम्रो भयो त? तर हर्क साम्पाङले अब त्यत्रो दुःख गरेर लानु भएको छ। दुनियाँ अब सारा दुनियाँले सहयोग गर्नु भएको छ होइन। तर अब यस्तै हामीले पनि सहयोग त गरेको थियौँ। अब हामीले पनि श्रमदान खटेर यो भिरको उकालोमा हामीले हाम्रो फोक्सो फुलाएर उहाँको मान्छेले 15 जना 10 जनाले एउटा पाइप तान्यो भने हामीले 3 जना र 4 जनाले त्यस्तो उकालो पाइप हामीले पनि बोकिसकेका थियौँ। तर त्यो निकाल्नु भयो, हर्क साम्पाङले त्यो देख्नु भयो क्या। त्यति गरेको हामीले त्यो फोक्सो फुलाउँदै पाइप बोकेको उहाँले सारा राम्रो गरी देख्नुभयो क्या हामीलाई। त्यो चाहिँ हामीलाई साह्रै नै हाम्रो गाउँमा चाहिँ अलिकति कसैको पनि चित्त बुझेको छैन क्या। हामीले
नगरिदिएको होइन नि त हर्क साम्पाङलाई पनि आफ्नै गाउँमा पाइप लडाएर लानु भएको छ होइन, पानी लानु भएको छ। हाम्रो गाउँमा आउँदाखेरि हामी पनि यसो भ्याउँदाखेरि सघाइदिउँ न भनेर हामी पनि कति सघायौँ नि त, श्रमदान सघाएको थियौँ। तर उहाँले त्यो देख्नु भएन। उहाँले अहिले जुन ठाउँबाट पनि अब कति ठाउँबाट अब श्रमदान सघाउनुलाई आउनु भएको छ नि अब धेरै ठाउँबाट, तर उहाँहरूलाई पनि धरानमा आएर केही सानो कुनै अब गल्ती गर्नुभयो भने उहाँलाई पनि त्यो तैँले मलाई सघाएको थिइस्, श्रमदान गरिसकेको थिइस् भनेर उहाँले क्षमा गर्नुहुन्न। उहाँले पक्रेर पोस्नै हुँदो रहेछ भन्ने थाहा भयो क्या। भनेपछि मेयर साम्पाङले जुन तपाईँमाथि गर्नुभएको व्यवहार चाहिँ राम्रो छैन, चित्त बुझेको छैन भन्ने हुन्छ होइन अझै पनि? होइन, चित्त त कसरी बुझाउनु त सर? एउटा गुन्डा शैलीमा गाडी, पुलिसको गाडी बोलाउँछ, नगरको गाडी बोलाएर अब गुन्डा शैलीमा ठाउँमा पुर्याउँछ भने त्यो कसरी चित्त बुझाउने त? चित्त बुझाउनु पो कसरी त? अब म अब त्यहाँनिर अब नाम्लोई बिना होइन, एउटा खुकुरी बिना मेरो त घाँस काटेर घाँस राखेको सबुत शुद्ध छ। तर त्यस्तो देखि पनि उसले त्यस्तो गर्छ भने चित्त त कसरी बुझाउनु त? आज उहाँलाई यो तपाईँको गाउँबाट पाइप धरान पाइप लगिराख्दाखेरि गर्नुभएको सहयोग व्यर्थ लाग्दैछ। अब त्यो व्यर्थ त के होइन, उहाँलाई अब त्यो चाहिँ अब सहयोग गरेको अब उहाँले सहयोग सम्झिनु भएन क्या, त्यो बुझ्नु भएन। किन जस यो चाहिँ अब बुझाइमा चाहिँ गल्ती कमी कमजोरी भएर चाहिँ यस्तो भयो है त? त्यही सोध्नु पर्यो। हजुर, हुन्छ, धन्यवाद यहाँलाई। हस् त दर्शक महानुभावहरू, यहाँनिर उपस्थित अन्य पनि हुनुहुन्छ, उहाँलाई पनि म क्यामेराको फ्रेममा ल्याउनेछु र उहाँहरूलाई पनि सोध्नेछु। उहाँहरूलाई एक दुईवटा मात्रै प्रश्न रहनेछ। यो भिडियो अझै पनि जारी नै छ, लगातार नै छ, हेर्दै रहनुहोला। दर्शक महानुभावहरू, यति बेला अघि पनि मैले भनिसकेँ, बरा क्षेत्र नगरपालिका वडा नम्बर 1 को कटहरे भन्ने ठाउँमा छु। जुन मेयर साम्पाङले जङ्गलमा डढेलो लगाउने मान्छेलाई पक्राउ गरेर महेन्द्रनगर इलाकामा बुझाइसकेपछि त्यो बारेमा बुझ्नको लागि जो डढेलो लगाएको भनेर भन्दै हुनुहुन्थ्यो मेयर साम्पाङले भिडियोमा। उहाँसँग कुराकानी भइसकेपछि स्थानीयहरू पनि यहाँ हुनुहुन्छ, स्थानीयहरूसँग पनि केही कुरा गर्न गइरहेको छु। नमस्कार यहाँ सबैलाई स्वागत। हजुर, तपाईँहरूलाई त तपाईँहरूले तपाईँहरूको यो गाउँको बाटो भएर पाइप गएको छ, अहिले कोका 1 कोका 2 को पाइप गइरहेको छ होइन? अब यसमा यो पाइप कोही बेला डढेर लाग्छ, कोही बेला बिचमा काट्छन्, यो बारेमा त तपाईँहरू सबभन्दा बढी जो थाहा पाउने तपाईँहरू हो नि त होइन? यो थाहा पाएर तपाईँहरूले मेयर साम्पाङलाई घर पनि गर्नु भएको छ होइन? धेरैचोटि पाइप फुट्दादेखि लिएर हरेक हुँदाखेरि हामीले उहाँलाई अब हाम्रो माको सरलाई चाहिँ हामीले फोन गरेर चाहिँ तपाईँको पाइप टुटेको छ, जलेको छ भनेर हामीले खबर दिइराखेका थियौँ। तर अब अहिले जस्ट अब हामीले एनी टाइम उहाँले चाहिँ हामीले चाहिँ एउटा के भने धरान भनेको कक्काकुली ठाउँ हो, पानी नपुगेको ठाउँमा उहाँले मेयर सरले चाहिँ लगेर अब अहिले जस्तै उहाँको जाँदा उहाँ लिडको उहाँले गर्नुभयो मेयरले। त्यसपछि अब उहाँको जनतादेखि लिएर सारा संसारले चाहिँ उहाँलाई सहयोग गरेर हामी पनि एउटा सपोर्ट गर्थ्यौँ। हामीले एक दिन आफ्नो काममा मारेको उहाँलाई पनि सपोर्ट गर्नु भने हाम्रो सबैजना सपोर्ट गरेको थियौँ। तर हामीले सपोर्ट गर्दा पनि अलिकति हामीले चित्त नबुझ्ने कारण यही हो कि उहाँले मामाले लाउनुभयो जङ्गलमा डरेर लाउनुभयो, डरेर होइन, एउटा त्यो ब्याङ्के पोल्दाखेरि चाहिँ एउटा हाम्रो समिति हाम्रो छ वन समिति, हामीले कमसेकम सूचना हुनु पर्थ्यो। यहाँ कटौडेबासी भनेपछि पक्रियो भने पक्रेर चाहिँ तिमीहरूको मान्छेलाई चाहिँ यसो भने मैले पक्रेँ के गर्ने भने हामी खुद हाम्रो समिति थियो नि। तर डाइरेक्ट पुलिसमा त हाम्रो चित्त दुख्ने कारण चाहिँ त्यो हो। गर्दाखेरि पोहोर पनि जब हर्क साम्पाङले पाइप बिछाइसकेर पाइप सञ्चालन भइसकेपछि आगो लागेको थियो राति 11 बजे। हामी खुद गएर फोन गरेर भएर राति निन्दाको तालमा गएर पाइप मारिदिएर पाइप हामीले बचाइदिएको थियौँ। तर उहाँले हाम्रो गुण फर्काउनु भयो यो तरिकाले क्या। यो चाहिँ अलिकति हामीले बुझाइदिनु भयो। भनेपछि राति 11 बजीतिर जङ्गलमा डढेलो लागेको थाहा पाएर निभाउनु भयो र उता चाहिँ हर्क साम्पाङलाई पनि खबर गर्नुभयो, माकुमजीलाई खबर गर्नुभयो, हामीले खबर गरेर उहाँहरू आउनुभयो र निभाइयो पनि। आउनु भएन, उनीहरू नआएन, हामीले मारिसकेको। 11 बजे राति हामीहरू गएर हामीले मात्रै मारेर त्यो मान्छेलाई हामीले पत्तो लाएर डढेलो लाउने मान्छे नि पत्ता लाग्यो, पत्ता लाएर लिएर हामीले हाम्रो समूहबाट हामीले जरिमाना गराएको पैसा तिरेको। भनेपछि त्यो डढेलो लाने मान्छेलाई पक्राउ गरेर कारबाही गर्नुभयो? गरेको हो, त्यो हामीले गरेर छाड्यो। तर हामीले त्यस्तो गर्थ्यौँ। अब पोहोर पारी डढेलो लायो, अब त्यो चाहिँ अब कसले लायो के लायो त्यो चाहिँ अब हाम्रो गाउँभन्दा अब दूरै पर्छ। हाम्रो जङ्गल होइन त्यो, फेरि हाम्रो जङ्गल पनि हाम्रो जङ्गल भनेको जति हाम्रो एरियामा पर्छ हामीले पहिल्यैदेखि हर्क साम्पाङलाई सँग थापेर
अब भेटघाट पनि छैन। अब भेट्दै पनि अब हामी तपाईँ जस्तो बोल्नु पनि हुन्न। उहाँको जो सचिव सदस्यहरू जतिजना हुनुहुन्छ नि, कतिपल्ट हामीले भनिन्छ जति हाम्रो एरियामा पर्छ, हाम्रो वन समूहभित्र पर्छ, त्यो चाहिँ तपाईँले ढुक्कले बस्दा हुन्छ। जहाँ लाग्छ जे हुन्छ हामी गर्छौँ, तपाईँहरू ढुक्कले बस्नुहोस्। त्यो डढेलोको लागि तपाईँले चिन्ता नलिनु भनेर हामीले कतिपल्ट भनि पनि राखेको थियौँ। हामीले त्यो यो पाइप हाम्रो अहिले रोडमा पाइप पनि छ नि, त्यो पनि हामी गाड्नेको लागि सहयोग गर्छौँ। तर सरहरूसँग तपाईँहरूले राम्रोसँग सरसल्लाह गरेर हामीले सुझाव दिनु, हामी गरिदिन्छौँ भनेर पोहोर पनि भनेको हामीले। हजुर, त्यो डढेलो लागेको मान्छेलाई पक्राउ गरिसकेपछि, कारवाही गरिसकेपछि पनि मेयर साम्पाङले तपाईँहरूलाई सम्मान पनि गर्नुभएको थियो होइन? त्यो डढेलो होइन, तपाईँको पारी यो जुन देखिन्छ यो टुचन, हजुर त्यो टुचनको उयो अहिले पनि देखिन सकिन्छ। त्यो टुचन लागिराखेको, त्यहाँदेखि त्यो पाइप नजलेको, त्यहाँदेखि यताको सबै यहाँ माथिसम्म लगभग तपाईँको निकै हो नि, कति माला हो। अब त्यहाँनिर कति माला हो, त्यो मालाको त्यो पाइप यहाँ तल झारिराख्नु भएको थियो क्या। त्यो हामीले बिहान उहाँको टिमहरू आउँदाखेरि चाहिँ हामीले तल खोलामा झारिसकेको थियौँ। त्यति 10जनाले झारेर यसो जाने यहाँकै मान्छेहरू उहाँको जुन उताको धरानबाट सर्वदान आउने टोलीहरू आउँदाखेरि हामीले खोलामा झारिसकेको थियौँ क्या त्यो पाइप। त्यहाँबाट हामीले उँभो तानेर बेलामा सकेर पनि उहाँ हामीलाई बोलाएर घन्टाघरमा हामीलाई दोसल्ला अडाएर उता विदेशबाट खै अब कति हो सहयोग गर्नुभएको थियो, आर्थिक सहयोग पनि सम्मान पनि भएको थियो। सहयोग पनि भएको थियो। हामी 10जनालाई पैसा पनि दिनुभयो र त्यहाँ कन्सर्ट भएको रहेछ, कन्सर्टको लागि 1000-1000को टिकट पनि दिनुभएको थियो। हामी आएको थियौँ, कन्सर्ट पनि हेरेर हामी फर्किया थियौँ क्या। त्यसरी हामीले चाहिँ यहाँनिर भनेपछि समग्रमा सम्बन्ध सुमधुरै थियो। अन्तिममा चाहिँ यो बुझाइमा गलत भएर हो कि त्यस्तो भएको रहेछ र ठिकै छ, हामी अन्तिममा छौँ। अन्तिममा के भन्न चाहन्छु भने धरान उपमहानगरका प्रमुख मेयर घटराज राईज्यूलाई म पनि अनुरोध गर्न चाहन्छु, यो कटहरेवासी जो हुनुहुन्छ, दाजुभाइहरू, यहाँका दिदीबहिनीहरू जो हुनुहुन्छ, यो ठाउँबाट दुईटा पाइपहरू चाहिँ कोका भाग 1 र भाग 2 को पाइपहरू गइरहेको छ। अवश्य पनि यो पाइपलाई सुरक्षा गर्नको लागि अब हेरालु भनौँ या चौकीदार भनौँ अथवा के भनौँ होइन, जसलाई संरक्षण गर्नको लागि कर्मचारीहरू पनि चाहिन्छ होला, कर्मचारी पनि नियुक्त गर्ने योजना होला धरान उपमहानगरपालिकाको। त्यसैले गर्दाखेरि नगर प्रमुख खड्गराज साम्पाङलाई के पनि अनुरोध गर्न चाहन्छु भन्दाखेरि, टाढोको देउता नजिकको भूत, मध्यमा नजिकैको भूत काम लाग्ने भन्ने हाम्रो नेपाली उखान चरितार्थ भए जस्तै त्यो कर्मचारीहरू राख्नुहुन्छ त्यो ठाउँमा। यो भनौँ न, यो पाइपको हेरालु हेर्नको लागि, रेखदेखको लागि राति दिउँसो जति बेला हुन्छ, 24 घन्टा हुन्छ, कति बेला हुन्छ, नियुक्ति गर्नुहुन्छ होला धरान उपमहानगरपालिकाको तर्फबाट। त्यहाँबाट नियुक्ति गर्नुहुन्छ, राख्नुहुन्छ भने चाहिँ उहाँहरूले यति योगदान गर्नुभएको रहेछ। योगदान गर्ने थुप्रैजना हुन्छ, देश विदेशबाट थुप्रैजना हुनुहुन्छ, युकेबाट हुनुहुन्छ, हङकङबाट हुनुहुन्छ, कोरिया, जापान, अस्ट्रेलिया, विभिन्न देशबाट हुनुहुन्छ। जहाँबाट नेपालीहरूले कर्मथलो बनाएर बसिराख्नु भएको छ, उहाँहरूले त्यहाँबाट सहयोग गरिराख्नु भएको छ। त्यही पनि उहाँहरू यहाँको स्थानीयवासी प्योर चाहिँ स्थानीयवासी भएको हुनाले उहाँहरूलाई पनि समेटेर कर्मचारीको रूपमा चाहिँ नियुक्ति गरिदिनु होला भन्न चाहन्छु। र यो कर्मचारी बन्नको लागि तपाईँ तयार हुनुहुन्छ? होइन, अब उहाँले अब राम्रै सरसल्लाहले गर्नुहुन्छ, दिनुहुन्छ भनेदेखि त कस्तो गर्दैन। उहाँले नदिँदा पनि त हाम्रो एरिया त हामीले सर गरिरहेको छौँ। नदिँदा पनि सुन्नु, मैले सकिहालेँ, नदिँदा पनि गर्नुभएको थियो। त्यो छँदैछ। मैले भन्न खोजेको चाहिँ दिएपछि चाहिँ झन् जिम्मेवारी हुन्छ, जिम्मेवारी हुन्छ होइन। अब म त्यहाँ चौकीदार हो भने मेरो ड्युटीहरू के हुन्छ होइन, उताबाट खटाएको हुन्छ, त्यो अनुसार हुँदाखेरि चाहिँ सबै पाइपहरू सुरक्षित रहन्छन्। जङ्गल एरिया, गाउँ एरिया, तपाईँहरूको एरियामा अब सबै सुरुदेखि अन्तिमसम्म 46 किलोमिटरै एकजना दुईजनाले हेर्नुपर्छ भन्ने हुँदैन। यति किलोमिटरदेखि यति किलोमिटरसम्म चाहिँ फल्नाले हेर्ने होइन, अथवा दुईजनाले हेर्ने, एक्लै पनि फेरि जङ्गलको ठाउँमा फेरि चाहिँ सेक्युरिटीको हिसाबले आफूले डर पर्दा हुन्छ। त्यसले गर्दाखेरि अब दुईजनाको ग्रुपमा त हुनै पर्यो कमसेकम, हो होइन। त्यसैले गर्दाखेरि मैले सोध्न चाहेको चाहिँ तपाईँहरूले यदि मेयर साम्पाङले चाहिँ तपाईँहरूले कर्मचारीको रूपमा नियुक्त गर्नुभयो भने, यो पाइप रेखदेखको लागि नियुक्त गर्नु भने तपाईँहरू चाहिँ त्यो कर्मचारी बन्न तयार हुन्छ कि हुनुहुन्न भन्ने हुन्छौँ सर। तर अरूको समूहमा चाहिँ होइन, अरूको समूहमा चाहिँ होइन सर। हाम्रो समूहभित्रको हाम्रो एरियाभित्र चाहिँ हाम्रो वन क्षेत्रभित्र, अरूको वन क्षेत्र अब नजिक दुईवटा समूह छ, एउटा उता पारी यता पारी अरूको पर्छ, हाम्रो यो बिचमा पर्छ। हाम्रो यो बिचमा परेको समूहभित्र चाहिँ हामी अब उहाँ सरले राम्रोसँगले सरसल्लाहले यो यस्तो
भन्नुभयो भनेदेखि हामी त्यतिकै पनि तयार भइहाल्छौँ नि हजुर। त। अब नदिँदा नि त हामी तयारै थियौँ भनेदेखि उहाँले झन् झन् जिम्मेवारी पाएर होइन जिम्मेवारी दिनुभयो भने जिम्मेवारी त्यतिकै दिएर पनि होइन हामी अब चाहिँ कर्मचारीकै रूपमा चाहिँ उहाँले नियुक्ति गर्नुभयो कर्मचारीको रूपमा नियुक्ति गर्नुभयो भने झन् राम्रो हो क्या हाम्रो मेरो सम्पर्कज्यू चाहिँ झन् जस्तै अब अहिले उहाँ फोर पाइप जौलो अब हाम्रो एरियाभित्रमा चाहिँ पाइप जौलो टुट्यो फुट्यो काट्यो भने नि अब त्यसमा त अब अरूले जला भने पनि हामी घाँस दाउरा गरिबस्ने मान्छे खुकुरी भिरेर गएला हिँडेर बसेला मेरो चाहिँ हामीलाई भेट्यो भने चाहिँ तैँले बोलाइस् भने हामीले हो त्यो पनि हो यो एउटा चाहिँ यो हाम्रो मेरो चाहिँ यो चाहिँ बुझ्ने पर्ने कुरा हो ठिक छ हजुर। भाइ बोल्दा बोल्दा हाम्रो मेयर साहब आउनुहुन्छ होला एक दिन होइन अब म यो भिडियो सन्देश पनि उहाँले हेर्नुहुन्छ र मेयर साहबलाई म आफै पनि गएर पनि म भेटेरै रिक्वेस्ट गर्छु होइन तपाईँहरूको समस्या हाम्रो चाहना चाहिँ उहाँसँग एकपल्ट भेटेर कुरो गर्न ठुलो भनौँ इच्छा छ इच्छा छ भनौँ इच्छा छ, न। हजुर। हजुर हामीले जुन कि त हाम्रो एरियामा अहिलेसम्म पनि कतै काटिएको पनि छैन पाइप टुटेको पनि छैन होइन तपाईँले सुरक्षा गरिराख्नु भएको छ हामीले गरिरहेको छौँ तर हामीले गर्दा गर्दै पनि यो अवस्था भइदिएकोमा चाहिँ साह्रै हामीलाई चाहिँ गुनासो छ गुनासो भनौँ न भित्रैदेखि नै गुनासो दादागिरी लागिरहेको देखेर जस्तो लाग्यो कि साँच्चीको दादागिरी एउटा देखाएर गाउँलेलाई चाहिँ एउटा किरा फट्याङ्ग्रा जस्तो सोचेर चाहिँ गर्नुभयो जस्तो व्यवहार लाग्यो कि तर हाम्रो मेनले बुझ्नुपर्ने कुरा हो मेन चाहिँ खुद आएर चाहिँ हामीसँग अब भेट्नुभयो आउनुभयो भने राम्रो अब यस्तै तालले गर्नुभयो भने साँच्ची नै जे पनि हुनसक्छ यो चाहिँ हो हाम्रो मेनले चाहिँ यो चाहिँ बुझिनै पऱ्यो आएर अब हामीसँग कुरो गर्नु पऱ्यो अब अहिले किनभने अब हामी एउटा चित्त नबुझ्ने कुरा भनेको गाउँठाउँमा भनेको घाँस दाउरा पानी चाहिन्छ अहिले चैत वैशाखको मुखमा घाँस भनेको भुइँमा हुँदैन रुखबाटै हो त्यो पनि किरासँग हुन्छ कोमिलासँग हुन्छ झाडिन्छ अब कुनै उसको पाइप जलाइदिएर अब कसै होइन नराम्रो लेट हुने मान्छेले त लगाइदिन्छ अनि हामी घाँस दाउरा खुकुरी बोकेर गयो के भयो ए भाइ तैँले लाइफ भन्यो हामी फेरि उयो पारिदियो भनेपछि समस्या त आउने नै भयो कस्तो आउने नै भयो नि त यो तपाईँको भने मैले स्पष्ट के बुझेँ भन्दाखेरि चाहिँ घाँस दाउरा गर्नको लागि खुकुरी बोकेर जङ्गल जानु भएको हुन्छ त्यति बेला उहाँहरूको अब मेयर साहबले अथवा कसैले चाहिँ देख्नुभयो भने फल्ना खुकुरी बोकेर जाँदै थियो अब त्यो पाइप काट्ने मान्छे यो भनेर पढेर फेरि त्यसले पाइप काटिरहेको हुन्छ अनि त्यतै नजिकतिर तपाईँले घाँस काट्नको लागि जाँदै गरेको हुन्छ त्यति बेला देख्नुभयो भने फेरि लु यो चाहिँ पाइप काट्ने चाहिँ यही मान्छे भनेर फेरि पुऱ्याइदिएला फेरि उता त्यही पुऱ्याइदिएला त्यो चाहिँ हाम्रो होइन यो यस्तो नहोस् अब चाहिँ नहोस् पनि होइन तर के भने एउटा हाम्रो मेयर भनेको अहिलेसम्म धरानमा को मेयर हो को हामीले थाहा थिएन तर जब हर्कसम्म भयो हर्कसम्म जसरी भए पनि अहिलेसम्म हामीले नेपाल सरकारले गर्नु नसकेको कुकाको पानी लगेर धानको हाम्रो जनताले खुवाइराख्नु भएको छ हामी सम्मान छ हामी गर्व लाग्छ हाम्रो पनि हाम्रो ठाउँ नेपालमा पनि त्यस्तो गर्ने मान्छे क्षमता भएको व्यक्ति रहेछ भन्ने हामीले पनि गर्व लाग्छ तर अलिकति नबुझिदिनु भएकोमा चाहिँ त्यसमा चाहिँ हामीले धेरै दुःख नै लास्टै नि त्यो चाहिँ अलिकति भन्दाखेरि नि भन्नु नसक्ने दुःख चाहिँ लाग्यो कि हामीलाई हाम्रो समूहलाई भनिदिनु भएको भए हामी पनि अब आफ्नो हाम्रो मामालाई हामी खुद अब कारबाही गरिन्थ्यो या गरिन्छ हामीले नसकेको हाम्रो नभएपछि मात्रै हामीले नै ल अब जेसुकै गर्नु मेरो साथ तपाईँले नै भनेपछि पो उहाँले त गर्नुपर्ने त पहिले त गाउँठाउँको गर्दा गाउँठाउँमै मिल्ने हो नि त होइन हुन्छ हस् धन्यवाद यहाँ अब त सर एकछिन तपाईँको अब त आग लागिरहेछ एकछिन आग लागिरहेछ भने हामी खबर गर्ने हाम्रो औकात त छैन अब त हराइ त हाल्नुभयो पाइप काटिरहेछ भने हामी सुनाउनु न सर तैँले भनेर आरोप आउने रहेछ नि त सर अब त आउँछ होला नि त सर होइन म पनि गएर भन्छु र यो चाहिँ भिडियो सन्देशबाट पनि मेयर साहबले थाहा पाउनु हुनेछ तपाईँहरूले त्यस्तो कुनै जानकारी पाउनुभयो पाइप काटिएको जानकारी पाउनुभयो डडेल लागेको जानकारी पाउनुभयो भने जानकारी गराउनुहोस् यो मिसअन्डरस्ट्यान्डिङ भएको हो यो बुझाइमा चाहिँ अब अलिकति तलमाथि भएको मात्रै हो यस्तो उहाँले गर्न खोज्नु भएको पनि होइन उहाँ एकदमै न्यायप्रेमी हुनुहुन्छ होइन माया गर्नुहुन्छ सबैलाई समान रूपले हेर्नुहुन्छ उहाँले हेर्ने आँखा समान नै मैले देखेको छु आजसम्म कतिले के भन्नुहुन्छ त्यो मलाई सरकारको विषय होइन हर्क साम्पा नराम्रो छ यस्तो छ उस्तो छ यहाँ छ त्यहाँ छ भनेर भन्नुहुन्छ हर्क साम्पा कतिले राम्रो छ यस्तो हर्क साम्पा भगवान भनेर भन्नुहुन्छ उहाँहरूको भन्ने कुरा हो राम्रो राम्रो भन्नुपर्छ नराम्रो भन्नुपर्छ भन्ने पक्षमा त्यसले गर्दाखेरि तपाईँलाई म अनुरोध गर्न चाहन्छु सबैजनालाई फेरि त्यस्तो खालको डडेल लागेको थाहा पाउनुभयो देख्नु भयो भने सिबी साधेर तपाईँले खबर नगर्ने चुप लाएर ए ठिकै भएछ डढ्नै पर्ने थियो डढेछ भनेर चाहिँ नबसिदिनु होइन हामी दुईजना हजुर बोल्दा हामी दुईजना तपाईँलाई किन सुन्नु म तपाईँहरूलाई त्यो बेला रिस छ आवेग छ मेरो साम्पाङले चाहिँ एकैचोटि चाहिँ सामान्य कुरामा चाहिँ प्रहरीकोमा पठाएर चाहिँ यस्तो गर्नुभयो भन्ने बारेमा तपाईँलाई आवेग छ यो आवेगलाई चाहिँ शान्त भएर हामीहरूले चाहिँ यसलाई चाहिँ यो रिसलाई चाहिँ शक्तिमा परिणत गरेर शक्ति भनेको कस्तो भन्दाखेरि पोजिटिभ इनर्जी
सकारात्मक रूपले सोचेर आइन्दा चाहिँ यस्तो नहोस् भनेर चाहिँ तपाईँले कामना गर्नुभएको छ। यो बारेमा मेयर साम्पाङलाई तपाईँहरूले चाहिँ भेट्नको लागि अनुरोध पनि गर्नुभएको छ। यो पनि मैले कुरा बुझेको छु, भिडियो धेरै लामो पनि भइसक्यो होइन। र मेयर साम्पाङलाई म पनि भन्छु र भेटेर पनि भन्छु, तपाईँहरूको समस्या नि भन्छु, उहाँले हेर्नु पनि हुन्छ, रिभ्यू पनि गर्नुहुन्छ, समाचारहरू भिडियोहरू रिभ्यू पनि गर्नुहुन्छ, कसले कस्तो के अपडेट गरेछ भनेर। र प्रत्यक्ष म भेटेर पनि भन्नेछु यो बारेमा। फेरि पनि म अन्तिममा मेयर साम्पाङलाई केही सन्देश दिन्छु यो भिडियोबाट, तपाईँले यति हस्, धन्यवाद, हुन्छ, हस्।